सोपान फार्मास्युटिकल्सको आइपिओमा चाहिँ हामीले आजदेखि आवेदन दिन सकिने गरी यसले आइपिओ निष्कासन गरेको छ। यस सोपान फार्मास्युटिकल्स लिमिटेडले आज चैतको 9 गते अर्थात् मार्चको 23 तारिकदेखि चाहिँ यसले आइपिओ निष्कासन गर्दैछ र यस कम्पनीले चाहिँ वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो आजदेखि। र यस कम्पनीले चाहिँ आफ्नो जारी पुँजी 1,71,60,00,000 रुपैयाँको 25%ले हुन आउने 42,90,00,000 रुपैयाँ बराबरको 42,90,000 किता सेयर आइपिओ निष्कासन गरिरहेको छ आजदेखि। र सोमध्ये 10%ले हुन आउने 4,29,00,000 रुपैयाँ बराबरको 4,29,000 किता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट चाहिँ श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएर काम गरिरहनु भएको नेपालीहरूका लागि चाहिँ यसले आइपिओ निष्कासन गरिरहेको हो। र यस कम्पनीले चाहिँ 5% अर्थात् 2,14,500 किता सेयर चाहिँ सामूहिक लगानी कोषका लागि र 4% अर्थात् 1,71,600 किता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ र बाँकी रहेको 34,74,900 किता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ यो वैदेशिक रोजगारमा निष्कासन गरिसकेर बन्द गरिसकेपछि। र तपाईहरुले चाहिँ यस कम्पनीको आइपिओमा न्यूनतम 10 किता सेयरका लागि आवेदन दिन सक्नुहुनेछ भने अधिकतममा चाहिँ 11,000 किताका लागि चाहिँ आवेदन दिन सक्नुहुनेछ र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले चैतको 12 गतेसम्म चाहिँ कम्पनीको आइपिओमा आवेदन दिन सक्ने भनेर जनाएको छ। र अर्को एकदमै हामीले जान्नै पर्ने आवश्यक एकदमै कम्पनीको आइपिओ भर्दाखेरि चाहिँ हेर्नै पर्ने कुरा चाहिँ रेटिङ यसले कस्तो प्राप्त गरेको छ भन्ने कुरा रहन्छ। र आइपिओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी बी इन्स्योर रेटिङ प्रदान गरेको छ। यसले चाहिँ कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्दछ।